गाइज वेलकम टु माई न्यू ब्लग। मेरो ब्लगमा सबैलाई स्वागत छ। र म अहिले चाहिँ यहाँ बकुलिया पानी ट्याङ्कीतिर पखेको छु। उता साथीहरूले भन्दै थियो उता आमाडाँडतिर जानको लागि साइकल राइडमा, र म आफ्नो साथीहरूको लागि यहीँ पखेको छु। सो अहिले आउँदैछन् आयो जस्तो लाग्यो। उता आइसकेछ, यहाँ कृष्ण र सुजित आयो। अब हामी चाहिँ उता आफ्नो साइकल राइडमा लाग्ने हो। फ्रेन्ड र सुजित एउटा साइकलमा, अनि यहाँ चाहिँ म र कृष्ण यहाँ छ। हामी चाहिँ एउटा साइकलमा जाँदैछु है, साइकल राइडमा हाम्रो। यो चाहिँ बकुलिया स्कुल छ। यो बकुलिया स्कुल यहाँ हेर्न सक्नुहुन्छ सबैजना। यो चाहिँ पानी फ्याक्ट्री। यहाँ चाहिँ पानी फ्याक्ट्री छ यो बकुलियाको। अनि हामी चाहिँ अहिले जाँदैछु। अनि यो बोका छ, बोका। चाहिँ भवानीपुर छ। भवानीपुरको इन्डमा आइसकेको छ अहिले हामी। इन्डमा भवानीपुरको यहाँ लाइट फ्लड लाइट छ ठुलो। हामी चाहिँ अहिले जाँदैछु यता साइकल राइडमा। यहाँ चाहिँ हाम्रो राइडर कृष्ण, मेरो राइडर कृष्ण छ। कृष्ण छ मेरो राइडर। अनि एउटा साइकलमा चाहिँ आर्यन र सुजित। सो हेर्न सक्नुहुन्छ उता फुल अफ रोड हुन्छ अब। अनि यहाँ चाहिँ यो पोखरा छ बकुलियाको इन्डमा। यो चाहिँ बकुलिया भवानीपुर एउटै थियो, अनि त्यसको इन्डमा चाहिँ यो छ। अनि हामी अगाडि चाहिँ जाँदैछौँ उता आमाडाँडतिर। अनि त्यहाँ पुल पनि छ, पुलबाट पनि केही भिडियोहरू यहाँ हाल्छु। हेर्न सक्नुहुन्छ घर कति दामी छ। चाहिँ मेरो यो पछाडि छ नि खेत, यो सबै खेत छ यहाँ। अनि यो खेतहरूमा सबमा मकै रोपाएको छ अहिले। मकै यो सिजन छ अहिले, मकै छ, मकैको सिजन। मकै रोपाएको छ अहिले, तर सब सानो छ अहिले, धेरै त्यति ठुलो भएको छैन, भर्खर भर्खरको हो यो। सक्नुहुन्छ एउटा मान्छे रक्सी खाएर सुतेछ कि के खाएर सुतेको छ। त्यहाँ एउटा अझै मान्छे बाजे आउनुभयो। त्यहाँ के भइरहेछ उता। त्यहाँ यत्तिकै मान्छेहरू खाएर रक्सी सुतेको जस्तै लाग्यो। अनि त्यस्तै छ, हेर्न सक्नुहुन्छ। भैँसी सब, भैँसी कालो कालो भैँसी। मठिया छ, मठिया गाई चाहिँ मठिया हो यो। आमाडाँड र बकुलियाको बोर्डर। अनि ड्राइभर चेन्ज भइसकेको छ। अब मेरो ड्राइभर आर्यन आइसकेको छ, आर्यन। अनि त्यहाँ कृष्ण सुजितको साइकलमा गइसकेको छ। सो हेर्न सक्नुहुन्छ यहाँ चाहिँ सिमेन्ट फ्याक्ट्री त्यो एडभान्स अहिले चाहिँ बन्द भइसकेको छ यो सिमेन्ट फ्याक्ट्री। अनि यो चाहिँ यहाँको पिपलको बोट। अनि अब यता बाटो छ अर्को, अनि एउटा यहाँ बाटो। हामी चाहिँ अहिले सर्टकट जान्छौँ, हामी सर्टकट जाँदैछौँ। अनि यहाँ बाख्रा, यो बाख्रा बाख्रा पनि आइसक्यो, बाख्रा लिँदा लिँदै नाम। अनि त्यहाँ त्यो फुलमा चाहिँ त्यो सिमेन्ट फ्याक्ट्री थियो नि, त्यहाँ हेर्न सक्नुहुन्छ यो सिमेन्ट फ्याक्ट्री अहिले चाहिँ पूर्ण रूपमा बन्द भइसकेको छ। अनि धेरै जसो मान्छेहरू चाहिँ यहाँ मकै छ, मकैको खेतमा आफ्नो मकै हेर्न आएको छ। सबै धेरै जसो चाहिँ यहाँ हाम्रो भिलेजमा, गाउँमा किसानहरू नै बस्ने गर्दछ। अनि यो चाहिँ दुधौरा खोला छ। दुधौरा खोलाको हामी साइडबाट जाँदैछौँ उतातिर। यो मान्छेहरू चाहिँ झ्यापमा छ, झ्यापमा खुलित्त परेको छ, खुलित्त ओभर रक्सी खाएर। त्यस्तो चाहिँ गर्नु हुँदैन है साथीहरू। हामी चाहिँ अब यहाँ दुधौराको खोलामा आइसकेको छौँ, पुलमा। पुल त्यहाँ छ माथि। र अनि आर्यन दोस्त यहाँ साइकल आफ्नो पावर लाउँदैछ। अलिक पावर लाउँदोस्, पावर त्यो अझै पावर। 20 पुसअप गर्छ यो गाडी। यसको पुसअप अब यो 20 पुसअप गर्छ। चढा पावर छ तेरो, पावर अब भयो। यहाँ कृष्ण धकाल आइसक्यो। ल गाइस पुलमा आइसक्यो। यो हेर्नुहुन्छ पुल, हेर्न सक्नुहुन्छ यो दुधौराको पुल छ। यो गाउँ चाहिँ आमाडाँडमा जाँदैछौँ, साइकल धेरै कुदायो। अब यहाँ जाँदैछौँ, आमाडाँडको स्टार्टिङ हो यो बकुलिया। अनि आमाडाँडबाट छिर्ने गेट यही हो।
फाइनली गाउँभित्र छिरिसकेको छौँ। यहाँ हामी गाउँभित्र त यहाँ छिरिसक्यो। यहाँ धेरै मान्छेहरू यहाँ दाउरा जङ्गलबाट ल्याएको हेरौँ। यहाँ पनि छ यो गाउँ छ है आमाडार गाउँ। भिलेज लाइफ हो यो भिलेज लाइफ। गाउँमा यस्तै हुन्छ क्या। चाहिँ हाम्रो साथी धिरजको घर पुग्न आँटिसकेका छौँ। अब धेरै होइन 1 मिनट जति लाग्छ टाइम। यहाँ चाहिँ बिचमा डर टाइपले चलाउँदैछ साइकल। मलाई त डर लागिरहेको छ गाइस। हेर्नु न राइडरलाई पनि कति जाने उता आर्मीको चाहिँ आउँदैछ है। अब एकछिनमा हामी पुग्छौँ। धीरजको घर पुगिसकेको छ। यो चाहिँ धीरज। अब चाहिँ हामी घर फर्किन लागेको छु। हामी घर फर्किँदैछु। अब यहाँ आमाडारबाट धीरजको घर आएको थियो केही सामान लिन, त्यही भएर बुझ्यो गाइस। जाँदैछु है हामी घर जाँदै गर्दा धेरै रात परिसकेको छ र यहाँ चाहिँ यहाँ साइकलमा यो धेरै फास्ट स्पिडमा चलाउँदै थियो। धेरै चिसो भइरहेछ गाइस। हेर्नु न यो गाइस अहिले रातिको 10 बजिसकेको छ गाइस। हामी 10 बजे अहिले कहाँ निकाल्छौँ गाइस। अनि साथै धेरै चिसो भइरहेछ। मलाई चाहिँ लास्ट चिसो भयो। अब घर जानुपर्छ अनि त्यही भएर छिटो छिटो घर जाँदैछौँ हामी। मम्मीको पठाए अब चाहिँ हामी आफ्नो घरतिर लाग्न गएको छौँ। अब हामी घर पुगिसकेको छौँ र यहाँ आर्यन यिनीहरू सब आफ्नो घर गइरहेछ। ल दोस्त ल हामी घर गएको। ल आर्यन ल गाइज अब चाहिँ हामी घर गएको आफ्नो आफ्नो घरतिर लाग्यो है। ल गाइस अब हामी फर्केर आफ्नो आफ्नो घर साइड चाहिँ गइसक्यो। अब हामी पनि आफ्नो घर जाँदैछौँ गाइस। यहाँ सक्नुहुन्छ हामी पनि जाँदैछौँ आफ्नो आफ्नो घर साइड छैन। अब ल गाइस ल थ्याङ्क यू फर वाचिङ गाइज। मेरो ब्लग कस्तो लाग्यो सबैजना लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। अनि यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला है गाइज। बाई बाई गाइज। यति रात भइसकेको छ र म यहाँ पुलमा छु, दुधौराको पुलमा एक्लै। अनि अगाडि बढ्दै जाँदा मलाई चाहिँ धेरै डर लागिरहेछ। यहाँ मान्छेहरू पनि छ, साइकल छ यहाँ मान्छेको 2टा। को मान्छे रहेछ हेर्नुहुन्छ यहाँ गाइज। यहाँ यति रात यिनीहरू पढिरहेछ। यो चार्ज लगाएको गाइज हेर्न सक्नुहुन्छ। यिनीहरू पागल जस्तो अलिक पढ्दैछ। बाबु तिम्रो घर कहाँ हो? थाहा भएन। बाबु तिम्रो घर कता हो? मलाई लाग्यो यो मान्छे छैन, यो मेरो जवाब केही दिइरहेको छैन। अनि हेर्न सक्नुहुन्छ यिनीहरू 2x2 पढ्दैछ क्यालकुलेटरमा यति रातिमा।